महादेवीको बेबी सावर जानको लागि हामी ट्याक्सी बुक गरेको मेरो कार नि काम दिएन आज त दाइको कार पनि काम लागेन स्पेसल ट्याक्सीमै जानु पर्यो स्पेसल गेस्ट बनेर ए आज चाहिँ कृष्ण बाबु कार है ल ल फाइनली हामी आइपुग्यौँ बेबी सावरको घरमा यतिको चाहिँ भइहाल्यो अहिलेसम्मलाई कलर त पुरै निलै छ भएन ल हाम्रो चाहिँ डेकोरेसन यतिको भएको छ यस्तो हो अनि त्यसपछि यो चाहिँ यता जान्छ कि यस्तो बजाउँछु यस्तो फोटोमा चाहिँ यस्तो हुन्छ कि यताबाट आउँछ क्या फोटो चाहिँ यस्तो हो होइन अनि यो पनि यस्तो गर्छ यहाँ यस्तो गिफ्ट कार्ड पेपर भए यस्तो लुगाउनु पर्ने हो कि छैन है के खोला रे तिनौ रामदी हो कि तिनौ हो नि 72 को हो भर्ती चाहिँ ए अनि सेकेन्ड मेरो भाइको नमस्ते बाजे म त आन्टीले क्या मजाले भन्नुभएको है तिमी त भदैनी पुहारी पो रहेछ त आम्मामा भाइ भने भाइ मेरो भाइ हो हो र हामी दाजुभाइ खाना हो ए यिनी त हाम्रो खानामा मेन हेड कुक हो नि त नि मेरो भाइ बुहारी भन्दा ए खतरामा छ नि तिम्रो तपाईँको बुहारी त खतरा छ यो त सबैलाई बुझ्नु मैले अर्को विक चाहिँ मम्मीको छुट्टी छ तर म जाने मम्मीसँग बेबी हेर्न भन्थेँ कि सम्झनाको हेरेर जानु पऱ्यो काम ए हा कति क्युट रहेछ नि त झन् ओ अब सुरुमा भन्नु पर्दैन सब उस भयो त नि ल ल कति राम्रो दही चिउरा बिमलाले बनाएको केक है आहा नि आऊ भाइ बस्छ ल है भिडियो बनाउनुहुन्छ दिदीले युट्युबमा हाल्नुहुन्छ हजुर अब यो होइन बाबा र आमाले एकजनाले दही एकजनाले चिउरा आमाले जानुहोस् तपाईँको बुवाले खिलाइदिन्छ दही र चिउरा अनि तपाईँको पालसी दिन्छ भाइ मेरो भन्नु नपर्ने मैले त केही नि खोजेको छैन तपाईँको गर्नु आफ्नो राम्रो भन्नु खोजेको कि मैले भन्नु खोजेँ तपाईँको आफ्नो क्यामेरा कति ड्रोन छ के छ सब क्यामेराम्यान है ताली बजाउने मान्छे छैन बाजे खतरा ह्यान्सी लाग्यो मलाई उहाँको घडी उहाँको त्यो रिङको स्टाइल आजकल त के मान्छेहरूले त्यो फोटोको लागि नि कति थरी बनाउँछ खातामा हुन्छ ओर्नुहोस् राम्रो ह्यान्डसम देखिनु भएछ झन् कहाँ आउने होला फेरि नाति कि नतिना फेरि बाजीले आफै खानुभएछ दही हजुर हजुर हो एक फेर खिलायो हुन्छ तपाईँले दही खिलाउनुहोस् कुनै चाहिँ दही र चिरो मिसाइदियो क्या है
सबबाट हुँदैछ भिडियो ल एकपल्ट खोल्नुहुन्छ ल ल एकपल्ट खोल्नु मैले भन्छु भयो ल बुवा खिलाउनुहोस् ल ल आउनेवाला बेबीको लागि ल हेल्दी बेबी होस् भनेर है सबले मोबाइल समाएर ताली हो नि सपोर्ट होइन हो नि साइड सपोर्ट गर्नु पर्यो नि फुल सपोर्ट गर्नु पर्यो अब के यो निकाल्नु होइन यो लगाइरहेको छु त बिमले लगाइदिनु बिचरा के सोध्नु भन्छ ल लगाइदिनुहोस् ल बुहारी ल बधाई छ ल ए ल आशीर्वाद पाउनु भयो है खोइ छोरो नआइदिनु ए ल भनेको मैले त नि उतै बस्नु त नि बुढीसँग बस्नु पर्छ नि आज त कता बस्ने त्यही बस्नु साइडमा ल ल ल ल ए छोरालाई पनि हो दुईजना भन्ने हो बुहारी ल्याउँदै होला भनेर धेरै धेरै बधाई छ मलाई त पर्दैन होला न तपाईँलाई यसो हुन्छ खाता ए अर्कामा पुरा प्रिपेयर खतरा तयारी भएर आउनु भयो रहेछ अर्का खोइ त ए म चाहिँ झ्याक्याङ्ग भयो म त पुरा फुल फ्यामिली टाइम है अहिले चाहिँ साथीभाइ चाहिँ उधङपातीहरू चाहिँ आउँदैछन् बाटोमा होइन होइन हुँदैन कहाँ हुने त्यही चेयरै जाँदैन त्यहाँ भइहाल्यो नि के काट्दै गर्दाखेरि उनीहरूले गर्छ उनीहरूको काम गर्छन् के उनीहरूले गर्छन् के काट्दाखेरि पड्किन चाहिँ मुखबाट गर्छ है म बुङ मलाई चाहिँ डर लाग्छ ल पड्काउनु पटक 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 लाखेरि ए ल बाजे बुझीलाई नि खोल्नु अलिअलि क्या खतरा झुन्डेको है यस्तो खाइदिनु पर्यो ल दुईजना एकै खाना लिनु न एक कुन्टल चम्चा के पहिला मम्मीले खाओस् हो ल पालो पालो ल ताली बजाउँ है ताली बजाउँ ल रेडी जोरका टोरका राम्रो देख्छ भनेर एकजनाले के त्यो क्रस गरेर त्यो झन् बिहामा खोलाउँछ नि त्यस्तो टाइपको खोलाउनु भनेको झन् यताउता भयो ल क्यामेराम्यान हटाउनै छ यहाँ राम्रो पिक्चर आएन अब यता हेर्नु भन्नु अनि त्यो चाहिँ मम्मी ड्याडीलाई मात्र है खास अन्त हेरेपछि अन्त हेरेको ल, हे। भनेको त नआउँदो रहेछ कि कता कता हेर्ने छ र क्यामेरा अनुहार छेकेको तपाईँको अनि स्विटर पनि खोल्नु नि फेरि राम्रो हुन्छ हजुर त्यही भनेको अघिदेखि भाइ भाइ मिलाउनलाई कसरी समात्यो ल यता हेर्नु अब ल बिमा लगाएर ल मेरोमा त राम्रो हो तपाईँ जान्दा मैले एउटा उयो के खिलाम मैले केकहरू के काटेर गर्ने अब हामीले गिफ्ट दिने अनि तपाईँहरू फोटो खिच्ने खोलाउने गिफ्ट दिने गिफ्ट ल्याएको जतिले ल अब तपाईँ बस्नु न यहाँ दाइ आउनु अब तपाईँको काम साथीहरूको तर्फबाट मिलेको यो चाहिँ मेरो थियो मैले अब सेतो लुगा लगाउँथेँ ए फोटो होइन तपाईँ आउनु न म खिचिदिन्छु नि फोटो जति हुन्छ ल 1 2 3 मलाई किन मलाई बिमला भिडियो खिच्नलाई नि बिमारमा आउने एउटा जाउँ बस्नु
नेक्स्ट टाइम फेरि बेबी आएपछि होला एक घन्टा क्यामेराले खिचेर ठिक हुन्छ कि आजकल ट्याक्क अनि मन खिच्नु त अनि उ गऱ्यो भने ठिक हुन्छ अब मम्मी पनि खुसियालीमा अब गिफ्ट त उठाउनु पर्दैन होला नि होइन मान्छे छेक्यो मान्छे नै छेक्यो अझै जान्न कति टाढा भयो नि त त्यहाँ मातालाई लाइन चोट हो नि मान्छेको जब कोर्नु गएर ढोक्दातिर मैले जस्तै भयो फेरि ढोक्ने मैले के खोज्दै आज त केक खाएको खै खोकिलाइसक्यो त्यो गुलियो त्यो सामानलाई देखाउ न देखाउनु पर्दैन देखाउनु न बाहिर राख्नु न एउटा सानो भने नि लिएर आउनु न त होइन 1 2 3 कहाँ हो र घर मसँगै हो कि मेरोतिर केटा मान्छे भएर टाढा जान्छ अनि अहिले फोटो खिच्नु मोबाइल खोइ म फोटो के अरे मनोकले फोटो दिन्छ नि होइन दुई कहाँ खिच्नु भर्खरै पर्दैन होला किनभने पर्दैन त्यत्रो धेरै आइटम एकछिन तिमीहरू किन ढिला कुरा एकछिन बस्यो त ए ल त नि आफ्नो आफ्नो चिनजान गर है प्लिज नचिनेको भनेको त्यो चाउमिनको भाँडामा त्यो चुङ्गा दिइसक्नु भयो त्यो त दुःख गरेर खोलिसक्नु भयो है दिदी दुईजनालाई खाने हो आएन त भाइ खोइ तपाईँसँग भेट त भयो कि है जाने भयो तरुनीहरू उम्केर बस्छ बाबा यता के टिकटक हो फाइनली अब हामी चाहिँ जाँदै